रेडी भइसक्यो होइन बट दिन सक्नुहुन्छ लाइक होइन अब त्यही अनि हामीले नेपाललाई बाबे गर्नु पर्यो होइन सो हेलो नमस्ते एभ्रीवन वेलकम ब्याक टु माई च्यानल है हजुर सन्चो होला म सन्चो सो आम फाइन अनि सो दिस इज द लास्ट डे नेपालमा होइन सो त्यही हो नेपालको लास्ट दिन हो मेरो चाहिँ अब नेपाल चाहिँ लास्ट दिन बस्छु अनि सो त्यही हो भोलि चाहिँ अब इन्डिया जान लागेको म अनि मेरो साथी होइन अनि भिनाजुको दाई अनि मेरो दाई हामी 5 जना जान लागि इन्डिया फेरि त्यही चेन्नई अनि चेन्नई गएर पनि सो त्यही हो ब्लग गर्छु होला अनि त्यहाँ भ्याएको बेला अब सो त्यो घुम्नु जान लागेन नि त अब ड्युटी जबको लागि जान लागेको हो अनि सो त्यो भएर बट टाइम पायो भने चाहिँ फ्री टाइममा त्यहाँ पनि ब्लग स्लग गरिरहेको हुन्छु अनि सो त्यही हो अनि आज चाहिँ एक दिन हो नि त लास्ट दिन आज 2-3 बजीतिर चाहिँ अब निस्किन्छ होला हामी अनि सो त्यही भएर आज चाहिँ घुम्नु जान लागेको अनि सो खाजा लागि देखाइदिन्छु अनि साथीहरूलाई पनि भेटाइन्छ है त सो त्यही हो केटाहरू चाहिँ आइसक्यो अब 3 जना मात्र जान लागेको होइन अनि सो यो इन्डिया जाने चाहिँ यार मसँग हेर्ने मात्रै काम गर्छ ट्रेक्सनहरू केही दिनु परेन सो त्यही हो अब एकचोटि उता गएर क्याफेमा गएर भेट्नुपर्छ क्याफेको नाम चाहिँ भाउजू साइड हाम्रो नयाँ नाम राखेको भाउजू साइड होइन सो त्यही हो एकचोटि त्यहीँ गएर भेट्नुपर्छ है त सो भाउजू साइड जाने भनेर प्लान थियो हाम्रो अनि सो भाउजू साइड चाहिँ बन्द रहेको क्या अन्त जानु चाहिँ पाएन अनि सो त्यही हो अनि भाउजूको पसलमा आइदियो क्या भाउजू साइड चाहिँ बन्द रह अनि त्यही भएर उतापट्टि साइडमा भाउजू साइडहरू चाहिँ मस्तै अब चिया खाइरह त्यही हो धेरै रमाइलो हुन्छ अहिले एकछिन त हो बिगार गर्नु हुँदैन त्यही हो सब्सक्राइब गर्नु होला डटमा आइदिनु होला त्यही हो अनि अरू सामान चाहिँ भिनाजुले प्याक गर्दै यति एक्लै सामान हो होइन अनि त्यस बोटलमा अलिक गाडी पसेर धेरै भयो सामान धेरै कपडाहरू सिलेर खान्छ सिर्फ कपडाहरू मात्रै लिएर गइरह अनि अरू सामानहरू जे हुन्छ नेबो किन्छ सामान पनि आफ्नो साथीले पनि आफ्नो सामानहरू रेडी गरिरहेछ होइन अनि सो त्यही हो जाँदैछु नि त त्यो हल्का स्याड छु नेपाल छोडेर जानु त मन लागिरहेछ नि सो त्यही हो जानुपर्ने हुन्छ अनि सो त्यही हो अनि आफ्नो ठाउँमा माइत देखाउनु होला सबजनाले सो त्यही हो सामानहरू सब रेडी पारेर बसिसक्यो अनि ब्यागमा फेरि प्याक भइसक्यो सामानहरू होइन सो एक्लै सामान हो अरू सामान चाहिँ यता भिनाजुको रुममा छ अनि साथीहरू चिज होस् सामान रेडी गरिदियो अनि सो अब चाहिँ नेपाललाई बाबे गर्ने बेला भइसक्यो होइन सो अब जान लागेको हामी चाहिँ सो देख्न सक्दैन साथी रेडी भइसक्यो मेरो ब्यागहरू चाहिँ सामानहरू सबजना घरमा छ ब्यागहरू सामानहरू चाहिँ घरमा छ बट सो त्यही हो आज धेरै नर्भस फिल आइरहेको क्या होइन अनि ब्लगरमा पनि धेरै एक्साइटेड पनि छु आज म देख्न सकिन्छ होइन केटा पनि रेडी भइसक्यो अनि देख्न सक्नुहुन्छ होइन सामानहरू सब प्याक गरिसक्यो हाम्रो गेटअप फेरि खतरा छ अर्को गेमरको यहाँ गेम खेल्दा बसिरहेको छ यो चाहिँ अब 3-4 दिन बसी जान्छ हजुर के आना अनि सो त्यही हो रेडी भइसक्यो होइन बट देख्न सक्नुहुन्छ लाइक होइन अब सो त्यही अनि हामीले नेपाललाई बाबे गर्नु पर्यो होइन त्यही हो के भन्नु के बोल्न सकेको छैन पुरै होइन सो त्यही हो हामी फेरि अगाडि गएर भेट्नुपर्छ अनि रामगोपालपुर चाहिँ आइपुगिसक्यो होइन अनि सो ट्रेन चाहिँ भोलिको रहेछ अनि होइन अनि सो त्यही भएर नि आज चाहिँ दिदी घर बस्नुपर्ने हुन्छ भिनाजु घर अनि बट सो देख्न सक्नुहुन्छ रामगोपालपुरको यहाँनिर होइन रमाइलो ठाउँ रहेछ त्यो लेखेको छ रामगोपालपुर भनेर हुन्छ त्यही हो आज चिया बस्ने अनि यहाँबाट चाहिँ भोलि बिहानै निस्किन्छ क्या हामी हुन्छ त्यहाँनिर चियाहरू किनिराखेको साथी यहाँनिर छ जो त्यो अटोमा आइदियो क्या त्यो अटोमा हुन्छ त्यही हो एकचोटि अब भोलि भेट्नुपर्छ हामी एकचोटि भोलि सिधै स्टेसन पुगेर ट्रेन सिधै पुगेर भेट्नुपर्छ है हुन त कान्छो छोरा अहिले केही दबाब छैन त्यही पनि गरिरहेको छु सके जति बल हुँदा प्रश्न छ धेरै यहाँ दिने केही जवाब छैन एक दिन सबको जवाब हुँदा मुखमै फाल्छु शत्रुका आँसु झारी प्यारो बन्न मलाई आउँछ साथी तर चाहन्न दया गरेर कोहीले आफ्नो मानुन् आफैले गरी देखाउन छ आमा